यतिखेर झापामा शीतलहरको मौसम हुनुपर्ने हो, तर भदौरे घामले भन्दा बढी यति बेला चुनावी गतिविधिले तताएको छ झापालाई, विशेष गरी झापा क्षेत्र नम्बर 5लाई। मनोनयन दर्ता गर्ने मितिभन्दा अगाडिसम्म शान्त रहेको झापा क्षेत्र नम्बर 5मा एकाएक केपी शर्मा ओली र बालेनको उम्मेदवारी हुने पक्कापक्की भएपछि 81 क्षेत्र नम्बर 5को चर्चा परिचर्चा चुलिएको थियो र भए पनि त्यस्तै। एकाएक बालेनले मेयर पदबाट राजीनामा दिँदै झापा क्षेत्र नम्बर 5बाट चुनाव लड्ने सङ्केत गरेसँगै सबैको ध्यान त्यतातर्फ केन्द्रित भएको थियो। यतिखेर देशभरिबाट प्रमुख मानिएको सञ्चार माध्यमहरू पनि झापा केन्द्रित देखिन्छन्। चोक र गल्लीहरूमा जनताको मुख अगाडि माइक तेर्स्याएर प्रश्न सोध्नेहरूको पनि लर्को नै छ। जनताको गोपनीयताको अधिकार नै हनन हुने गरी सञ्चारकर्मीहरूले राख्ने गरेको अब भोट केलाई र कसलाई भन्ने प्रश्नले यतिखेर जनता दिक्क छन्। भर्खरै दमकमा चाहिँ बालेन्द्र शाहको इन्ट्री भएको छ, हजुरलाई कस्तो लाग्यो यहाँको उपस्थिति? हामीले नि बोलाएकै हो, कस्तो लाग्यो के भनेर। चुनावमा स्थानीय मतदाताहरूलाई के सन्देश दिन चाहनुहुन्छ? कस्तो नेतृत्वलाई जिताउनु पर्छ? सन्देश त दिन चाहदिनँ। केही भन्नु छ अरू? छैन। त्यसो त एमाले पार्टी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीको गृह जिल्लासँगै लालकिल्ला मानिएको झापा क्षेत्र नम्बर 5मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट 81 उदाएका बालेनको प्रतिस्पर्धा हुने कुरा आफैमा रोचक र प्रतिस्पर्धात्मक हुने कुरामा दुई मत नै छैन। खास गरी जेन्जी आन्दोलन पछिको घटनाक्रमलाई निहाल्ने हो भने एमाले पार्टीलाई जेन्जीहरूको हत्याराको आरोप लाग्दै आएको छ भने बालेन लगायत जेन्जीका अगुवाहरूलाई देश खरानी बनाएको आरोप पनि लाग्दै आएको छ। तर जसले जे भने पनि जेन्जीको आन्दोलनपछि आएको राजनैतिक भूकम्पले पार्टीहरूको पुरानो ढाँचाको एकात्मक संरचनाको जरा भने हल्लाएकै हो, जसकारण पुरानो दलहरूप्रति वितृष्णा र नयाँ पार्टी र युवा व्यक्तिहरूप्रति आकर्षण बढ्दै गएको कुरालाई नकार्न सकिन्न। यो पुरानो र नयाँ दुई पुस्ताको प्रतिस्पर्धा त हुँदै नै हो भने अझै एमालेको तर्फबाट पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ पुस्ताका आइडियल मानिने बालेन शाहबीचको चुनावी प्रतिस्पर्धाले झापा क्षेत्र नम्बर 5 मात्रै होइन, यति बेला देश नै तरङ्गित हुनु स्वाभाविक नै हो। बालेनले देशको बागडोर युवाले सम्हाल्ने र व्यथिति भ्रष्टाचारको अन्त्य गरी सुशासन र राष्ट्र निर्माणको लागि आफ्नो उम्मेदवारी रहेको कुरा जानकारी गराइसकेका छन् भने केपी शर्मा ओलीले पनि देशको अखण्डता र आत्मनिर्णयको अधिकारसहित राष्ट्रको हितको लागि नै आफ्नो उम्मेदवारी रहेको कुरा पनि व्यक्त गरिसकेका छन्। तर पनि यो कुराले झापा क्षेत्र नम्बर 5का युवा पुस्तामा भने खासै प्रभाव पार्न नसकेको प्रष्ट देखिन्छ। 35 वर्षभन्दा बढी शासन सत्ता सम्हालेको एमाले पार्टीले देशको अवस्था परिवर्तन नभएको र जनतामा निराशा छाएको कारणले पनि यसपटक जनप्रतिनिधि परिवर्तन गर्ने मूडमा जनता पुगेको विभिन्न सञ्चार माध्यममा राखिएको विचारहरूबाट प्रष्ट हुन्छ। तर पनि नतिजा अहिले नै आकलन गर्न सकिने अवस्था भने छैन। यति हो, अब देश मुखले होइन, हातले र सपनाले होइन, हकिकतले नै विकास र परिवर्तन भएको हेर्ने मन छ। हाम्रो इच्छा पनि त्यही हो। अरू त जनता जनार्दन। जय देश, जय नेपाल।